हेलो साथीहरु, आज चाहिँ म र बुढा चाहिँ घर जाने भनेर हिँडेको। अनि तेल हाले पनि अनि घरतिर हिँड्नको लागि चाहिँ हाम्रो बागलुङ सडकबाट नि जान मिल्छ, नाउडाबाट पनि जान मिल्छ। अनि हामी चाहिँ सर्टकट बागलुङ सडकबाट जान खोज्यौँ। अनि त्यसपछि हेर्नु न, रोड पनि कति खाली छ। 12:30 बजीतिर हिँडेको थियौँ हामी यहाँबाट, एकदमै खाली। अनि हामी चाहिँ कहीँ जानु पर्यो भने हामीले चक्लेटहरू खाँदै गफ गर्दै हिँड्दाखेरि चाहिँ हामीलाई कति अर्कै टाइपको रमाइलो हुन्छ। अनि कति आनन्दको छ कि यो बाटो पनि, हरियालीहरू पुरै कस्तो आनन्दको छ कि ठाउँ पनि, हेर्नु न। अनि खाट्लाङ खुट्लुङ छ। अनि बुढाले चाहिँ खाल्टोमा हाल्यो है भन्नुभएको थियो। अनि मेरो फेरि ड्राइभिङ पनि एकदमै स्लो छ, फेरि एकदम अलि स्लो नै चलाउँछु मैले चाहिँ। अनि रोड पनि हेर्नु कति खाली छ। अनि आनन्दको वातावरण हेर्नु त कति राम्रो छ। अनि गफ गर्दै हिँडेको थियौँ है। अनि त्यसपछि त माथिबाट कार आयो। अनि धन्मले भन्नु बुढाले। अनि तर म फेरि हिँड्ने गरिहाल्छु। अनि मैले लाइसेन्स निकालेको त भयो, 2 वर्ष त बढी भयो। तर मैले चाहिँ खासै त्यो रोडमा लिएर नहिँड्ने भएको हुनाले अनि बुढा चाहिँ अलिक डराउनुहुन्छ कि। त्यही पनि मैले राम्रै चलाउँछु, सुस्तै चलाउँछु। सुस्तो चलाएपछि के टेन्सन होइन। अनि बुढाले फेरि यता तेरो कपाल बिग्रियो भन्न थाल्नु भयो। अनि छोडिदिनु भने अनि हिँड्दै गयौँ गफ गर्दै बाटोहरूमा, एकदमै राम्रो छ हरियालीहरू है। अनि रोड फेरि सब खाली रहेछ कि 12 बजेतिर गएर होला हामी चाहिँ। बेलुकातिर फेरि त प्याक हुन्छ कि। अनि हेर्नु न, हाम्रो कति राम्रो देखिन्छ कि सिनहरू यहाँ। तर टाइम मिलाएर जाने हो भने चाहिँ एकदमै राम्रो देखिन्छ कि। अनि मेथलाङको बाटो हुँदै जाने हो। अहिले त मेथलाङले गर्दा पनि कति भाइरल भएको छ नि त यो ठाउँ है। अनि चाहिँ हामी चाहिँ गयौँ मेथलाङ तर्फबाट हुँदै जाने हो। यो बाटो नचढी गयो भने चाहिँ हामी घर पुग्छौँ क्या। अनि त्यसपछि चाहिँ हामी गयौँ गफ गर्दै मेरो चाहिँ। अनि बुढाले भन्दै यतिखेर म घर पुगिसक्थ्यो होला, तिम्रो ड्राइभिङ कति सुस्तो ह भन्नु थियो। सुस्तो चलाउने हो, हतार किन गर्ने होला होइन। मैले फेरि त्यो भन्छु कि स्पिड गर्ने होइन, सुस्तो चलाउने हो भन्छु। अनि बुढाले फेरि भिडियो बनाउँदा झ्याउ लाग्यो अरे, तेरो कपाल मुखमा आयो भन्नुहुन्छ फेरि। भगवान् के गर्ने होला, यस्तै छ। अनि हिँड्दै गयौँ गफ गर्दै गयौँ। हामीलाई फेरि पसलमा बस्दा लास्ट बोर लाएर आज चाहिँ घर मम्मीलाई पनि सरप्राइज हुन्छ भनेर चाहिँ हामी गएको। हामी त घरमा त लगभग धेरै नै भयो कि नगएको। यो पसलले गर्दाखेरि काहीँ पनि जान पनि। अनि बहिनीको बिदा मिलाएर गयौँ है। अनि बुढाले त हेलमेट तेरो सानो भयो भन्न थाल्नुभयो। के गर्नुहुन्छ, यस्तै छ। कुनाको भयो। अनि यो बाटोहरू कति आनन्दको छ। अनि अब चाहिँ हामीले चाहिँ भ्युज पोइन्ट भन्ने कि के भन्छ कि यो सिनहरू देखिने ठाउँमा चाहिँ आउन लागिसक्यौँ। अनि मलाई फेरि यहाँ एकदमै बस्नु नि मन लाग्थ्यो कि लास्टै के। अब एकैछिन भने सिन हेरौँ न, फोटो खिचौँ न, टिकटक अलिअलि। अब अहिले त टिकटकको छ होइन। अनि टिकटक बनाऊँ न भनेर बुढालाई रिक्वेस्ट गरेँ। अनि हुन्छ त नि भन्नुभयो। आज फर्स्ट टाइम बुढाले चाहिँ हुन्छ त नि भन्नुभयो न त। अनि बुढालाई फेरि यस्तो रोक्नु बस्नु भने चाहिँ उसलाई रिस उठ्छ। अनि के गर्ने, यस्तै छ। अनि हामीले चाहिँ यहाँ रोक्छौँ अब। अनि रोकेर अनि हामीले चाहिँ सिनहरू हेर्छौँ। अनि कति आनन्दको छ। तर हेर्नु त घाम देख्न सक्नुहुन्छ तपाईँहरूले, यस्तो घाम छ। अब बाप रे बाप, फेरि यस्तो घाममा कसरी बस्ने होला है। फेरि त्यहाँ बस्ने ठाउँमा त प्याकै हुनुहुन्थ्यो मान्छेहरू। अनि उहाँ आनन्दको चिसो हावा आउने कि, कस्तो मिठो हावा आउँछ त्यहाँ बस्दाखेरि। जति घाम लागे पनि हावा चाहिँ तलबाट यस्तो मजाले आउँदो रहेछ। अनि त्यहाँ बसेपछि त उठ्नै मुन नलाउने कि, त्यस्तो पनि हुँदो रहेछ। अनि त्यसपछि चाहिँ हामी हेर्छौँ। अनि हेर्दै अनि बुढाले चाहिँ ल फोटो खिचिदिन्छु ल तिमीलाई भन्न थाल्नुभयो। अनि मैले चाहिँ हुन्छ बुढा खिचिदिनु, राम्रो हो भने। अनि त्यहाँबाट आमा नि हुनुहुन्थ्यो। अनि मलाई फेरि कस्तो लाज लाग्छ कि मान्छेहरू आमामा टिकटकहरू बनाउँदा यताउति गर्दाखेरि लाज लाग्छ। अनि बुढाले अब चाहिँ तिमी लास्टै ढिलो चलायो, हामीलाई छिटो जानु छ भनेर बुढाले चाहिँ तिमी बस पछाडि भन्न थाल्नुभयो। अनि हुन्छ त नि भनेर म पछाडि बसेँ। अनि हेर्नु यस्तो बाटो जानुपर्छ हामी घरतिर।
यस्तो आनन्द छ के तर गाउँ भनेको कति आनन्द हुन्छ चिसो हावा है यहाँ हामी यतातिर बाइकमा हिँड्यो भने बाफेको हावा टाइपको आउँछ नि त तर घरतिर चाहिँ कस्तो के आनन्दकै घर गाउँभित्र छिरेपछि त कति आनन्दको ठाउँ हुन्छ अनि हाम्रो चाहिँ 5 मिनट जति चाहिँ यो यस्तो रोड छ अनि त्यसपछि अब यो पनि बनाउनुहुन्छ होला सायद अनि हामी चाहिँ पानी धन्न परेको थिएन बाटो चाहिँ बिग्रिएन भन्नु न पानी परेको भए फेरि के हाल हुन्थ्यो है अनि पानी पनि परेको थिएन राम्रो थियो बाटो पनि अनि चाहिँ अब चाहिँ हामीलाई चाहिँ घर पुग्नलाई चाहिँ अब 5 मिनट जति लाग्छ यहाँबाट चाहिँ अनि चाहिँ बुढाले चलाएको थियो नि त देख्नु छ तपाईँले स्पिड अझ पनि मैले गाली गरेको स्पिड नचलाउनु न भनेर गाली गरेको मैले अझ मलाई फेरि स्पिड चलाउनु लास्ट डर लाग्छ कि किन लास्ट डर लाग्छ अनि हेर्नुहोस् अब चाहिँ हाम्रो तल चाहिँ खेतहरू छ अनि यस्तै छ कति आनन्द छैन यहाँ आएपछि त ल जानै मिल्दैन ल अब हाम्रो घरहरू देखिन लाग्यो त्यो तलको चाहिँ मेरो ठुलो मम्मीको घर हो घरहरू देखिन लाए अब कति आनन्दले अनि हामीले चाहिँ मम्मीलाई नभनिकन आएको के सरप्राइज हुन्छ भनेर फोन नगरिकन आएको अब घर मम्मी पनि हुनुहुन्छ कि हुनुहुन्न थाहा छैन अनि त्यही भएर अनि मलाई फेरि के भन्छ अरे मोबाइल चलाउँदाखेरि बाटो राम्रोसँग देखाउनै पाइनँ मैले घरतिरको बाटो देखाउनै पाइनँ कि राम्रोसँग अनि चाहिँ मम्मी चाहिँ सायद हुनुहुन्छ जस्तो नि लाग्छ अब हामीलाई चाहिँ अनि त्यो चाहिँ हाम्रो घर हो हेर्नु देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो घर हो अनि भएपछि हाम्रो घरमा हामी आयौँ अनि ट्याक्क आएपछि अब हरन बजाउँछौँ हामीले अनि पछि भित्र गयो मम्मीलाई भित्र गएको चाहिँ देखाउन पाइनँ किन भन्दा फेरि हातमा सामानहरू थिए मैले बिर्सेँ अनि मम्मीले हामी जान नपाउँदै चिया बनाउनु भयो अनि चिया खाएर गफ गर्दै थियौँ अनि चाहिँ बुढाले चाहिँ यता हुनुहुन्न भनेर चाहिँ अनि हामी चाहिँ यो चाहिँ आमाको घर हो त्यो अघिको के अरे अङ्कलको कान्छा अङ्कलको घर हो अनि अन्त बाटो यस्तो भएछ पानीले गर्दा यस्तो ठुलो पानी आएछ अनि यस्तो भएछ बाटो चाहिँ अनि तलतिर जानु भयो यता चाहिँ माथि चाहिँ नाउडाँडातिर जाने बाटो अनि बुढाले चाहिँ सानीमाकोतिर जाम न भनेर जामै भन्नुभयो अनि हामी सानीमाकोतिर यो चाहिँ सानीमाको घर हो अनि सानीमाको खेतहरू भयो अनि त्यसपछि यो चाहिँ गोठ भयो अनि हामी चाहिँ सानीमालाई पनि सरप्राइज दिन्छ सबैलाई सरप्राइज दिने भनेर हामीलाई लास्टै बोर हुन्छ नि त बसारमा बसेर अनि हामीलाई चाहिँ निस्किन पाउँदा एकदमै चङ्गा जस्तो भएको छ के अनि बुढालाई चाहिँ मैले घुमाउन अन्त कतै लानु भन्दाखेरि बुढा यहीँ भयो नि धन्न लानु भने अनि हेर्नुहोस् नाच्नुहुन्छ गान 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 मैले गीत गाउने उहाँ नाच्ने अनि हेर्ने सबै चाहिँ मैले देखाएको अनि सानीमाले चाहिँ फेरि हामीलाई चिया दिनुहुन्छ कि हामी घर पनि चिया खाएको भने त्यहाँ पनि चिया खायौँ है चिया गाउँमा कस्तो त यति धेरै चिया खान्छ नि पुरै छोडिदिनु अनि फेरि घर आएको अनि भोक लाग्यो भन्दै आएको मम्मीले फेरि मकै भुट्नु आएछ अनि मकैले मात्र नहुने अनि फेरि मम्मी पानी पऱ्यो चाउचाउ पकाइदिनु न भने अनि फेरि चाउचाउ पकाइदिनुमा चाहिँ अनि पकाएर खायौँ अनि मैले मिठो छ चाउचाउ पनि सिम्पल पकायो भने मिठो हुने के मलाई नदेखाऊ है भन्नु खालको खानेकुरा अनि हामी फेरि फर्क्यौँ घरतिर पसल भएपछि आनन्दले बस्नु नि पाइँदैन नि त फर्केको त पानी पऱ्यो त्यो ल हेर्नु त अघि कति राम्रो थियो बाटो अहिले पानी परेपछि यस्तो भयो अनि बुढाले चलाउनु भयो मैले चलाइदिनँ अनि फेरि मेरो भिडियो खिचिदिनु न भनेको अनि खिचिदिनु भएछ अनि मैले त स्पिडै चलाऊ है भने अझ अनि फेरि तिमी नै चलाऊ भन्न थाल्नु जाडो भयो भन्न थाल्नुभयो अनि मैले चलाएँ अनि सिनहरू हेरेर त बुढी भनेर मलाई एकदमै राम्रो लाग्छ कि यो सिनहरू है मलाई यस्तोमा बस्न मजा लाग्छ कि लास्टै लाई हेर्नुहोस् अनि हामी चाहिँ फर्कियौँ आफ्नो गन्तव्यतिर भनौँ न अब यस्तै छ अनि फर्क्यौँ पानी परेपछि यस्तै छ यस्तै सुस्तरी हाल हेर्नु त पानी परेर मलाई थाहा छ बुढा मैले सुस्तरी हाल्छु भने अनि मेरो फेरि यस्तै सुस्तो चलाउँछु कि किन ल हेर्नु त यस्तो छ ल बाटोहरू के आनन्द छ
सिनहरू देखिन्छ मेन भनेको आनन्द। मेरो कपाल चाहिँ लामो थियो अनि फेरि काटेको थिएँ, फेरि लामो भइहाल्यो। बाटो अघि त कति राम्रो देखेको थियो, पानी परेपछि त फेरि त्यस्तै हो कि। अनि मैले चाहिँ न घर पुगेको भिडियो देखाउन पाएँ, न पसलमा पुगेको देखाउन पाएँ। आदि न कल्चो छ, त्यही पनि माया गरिदिनु होला। सुरुको भिडियो हो, त्यही भएर चाहिँ मेरो मेहनतमा सबैजनाले माया गरिदिनुहोस्। अब चाहिँ मैले बानीहरू सुधार्दै मैले सबै देखाउने छु। बाटोमा हेर्नु सक्ने कुराहरू कति धेरै छन्। हेर्नु पानीहरू छाड्लाले ल यस्तै छ। ल अब सबैजनालाई बाई बाई। मैले आदि कल्चर भिडियो बनाएँ। मैले भन्दा पनि दोष चाहिँ मैले मेरो हस्बेन्डलाई दिन चाहन्छु। किन भन्दाखेरि उहाँले भिडियो न घर पुगेको हालिदिनु भयो, न चाहिँ पसल पुगेको हालिदिनु भयो। अब चाहिँ मलाई जाडो भएर मैले चाहिँ भिडियो चलाउन थालेको छु क्या। अहिले चाहिँ डिस्टर्ब भयो कि साउन्डले पनि। यो भगवान् बढी खाने तल खाली माथि जिस्काउनु पनि अति हुन्छ नि, अति। बाई।